नमस्ते, वेलकम छ हजुरलाई मेरो नयाँ भिडियोमा। अनि हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। सो अहिले चाहिँ बर्खाको सिजन, धान रोप्ने सिजन, त्यही भएर म चाहिँ आज रोपाइको भिडियो लिएर आएको छु। हेरेर माया गरिदिनु होला। अनि म चाहिँ अहिले मेरो पहिलो ड्युटी भनेको नि यसलाई डुलाउने हो। यसलाई अहिले डुलाउँदैछु। यता चाहिँ सबै रोपेर भ्याइसक्यो। हाम्रोमा चाहिँ आज रोपाइ हुँदैछ। अनि अब म यसलाई लिएर घर गएर अनि देखाउने छु हजुरहरूलाई। ल म चाहिँ अब खेतालाको लागि पकाउनलाई सुरु गर्दैछु। अब यो चाहिँ हिजो बेलुकै भिजाएको छ। यो राजमा, केराउ, मुसुर हो। अनि यो अब उसिनिहाल्छु पहिला सुरुमा। छिटो छिटो काम गरिहाल्नु पऱ्यो। सुरुमा आलु छिल्छु अनि त्यसपछि आलु छिलेर अनि मसाला हाल्नु पऱ्यो छिटो छिटो। त्यस्तै छ के गर्नु। छिल्छु पहिला। आवाज चाहिँ उस भएर थरेर आवाजै आएन क्या, त्यही भएर म चाहिँ माइक लगाएर अब बसालिहाल्छु मैले। लसुन छाइहाल्छु अब। घरकै लोकल लसुन। लगभग बिउ ओसारहरू सकिसकेछ। अब म चाहिँ यहाँ खुर्सानी टिप्न आएको क्या। यहाँ ड्रागन पनि भइरहेछ। तल अर्कै दुनियाँ छ। म माथि, मेरो माथि हो अर्कै दुनियाँमा पकाउनमा हतार। यहाँ खुर्सानी रातो रातो टिपेर लानु पर्यो। पिरो बनाउनु पर्यो नि। त्यहाँ चाहिँ रोप्दै हुनुहुन्छ। छिटो छिटो पानी पनि परिरहेछ। जे होस् शीतल भइरहेछ भनौँ।
यो पनि घरै त हो त अनि अरूभन्दा पनि म चाहिँ गएँ अब तपाईँहरू यो भ्याएर खाना खाने भनेपछि त म चाहिँ गएँ अब म यहाँ पकाउनै छ अझै आएन सबै चिन्छ एक एकको सब चिन्छ एक एकको भनेर धन अलि शीतल भइसक्यो है ल म चाहिँ गएँ अब पकाउन भिडियो गरिदिन्छ बो पर्दैन खेल्छ कसले पकाउँछ लडीबुडी खेलेर काम गर्दै हुनुहुन्छ जे होस् मेरो देवर बाबु म भिडियो बनाउँदै वाइ अहिले हुने बाबु मासु पकाउने छ बल्ल त गेडागुडी पाक्यो अनि खाएर जाने भन्नु हो कि यता खाएर हेत्तेरिका यति हतार भएको बेलामा यहाँ पकाउँदैछु अनि त्यसपछि म चाहिँ फेरि गुन्द्रुक र भट्टाको अचार बनाउनु लाग्यो लगभग अब त्यहाँ पनि सकियो होला नयाँ अचार अब ल चिसो किन काँचो मासु के बिहान ल्याएको म छुट्टाएको छु अब एक दिन बाबु बोलाएर लेद्दो गराएर खानुपर्छ त्यो मासुको ल हाम्रो चाहिँ खाना खाएर जानुभयो अनि मैले हामीले भर्खर खाएर बसेको अब भान्सामा माझेर फेरि अर्को साइडमा जानुपर्छ धान रोप्नु ल अब म त्यहाँ जान्छु एकछिन यो चिसो पानी लाग्यो भन्थेँ बिर्सेँ अब हाम्रो फेरि यो सबै त्यो त्यो हिरो छापेला नि बाबु त्यो बाँकी छ त्यस्तो खतरा अनुहार हेरौँ न त अनि यहाँ चाहिँ कहाँको पानी लगाएको त बाबु एक गरा दुई गरा तिन गरा यो त कसरी भ्याउनु लाग्छ है त्यो त कसरी भ्याउनु लाग्छ है म त्यसको फोटो खिच्न आएको के ल गाइज अब यति बाँकी छ अहिले पानी लिएर आएको म त दुई बोतल दाजु र बहिनी
रमाइलो यो अघि अन्जुले अघि मलाई फालेको के त्यो मुठा ए छैन फालेर नि होइन हुन्छस् पागल भन्छ ए दाजु बहिनीको लडाइँ आफ्नो काम गरिरहेको मान्छेलाई त्यसै अब यो त्यो यो त्यो त्यो ऊ अब यो आयो त्यो फाली त खान्छ सरले नि खुसीको अहिले ओइ 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 दाजु बहिनीको झगडा यहाँ ल रोपाओ दिदी बहिनीहरू यता हेराउन त सोल्टिनीहरू बाबुले मम्मी खै मम्मी खै मम्मी खै गरिरहेको थियो खाएपछि भाँडा माझ्ने पर्यो के गर्नु यहाँ भाँडा छ यहाँ माथि नै छ अझै छ भाँडा अब यो सकाएर फेरि अर्को लोड भाँडाले माझ्नु छ अब सरसफाइ